हुँदैछ लुका मोड्रिच भर्सेस क्रिस्टियानो रोनाल्डो 4-15 मा र यो गेम चाहिँ एकदम दामी हुनेवाला छ। वर्ल्ड कपको राउन्ड अफ 32 मा दुवै टिम भिड्दैछन् र दुवै टिमको कुरा गर्नुपर्दा चाहिँ पोर्चुगल अलिकति बेटर टिम छ अन पेपर र लुका मोड्रिचको क्रोएसियाले पनि राम्रै खेलिरहेछ अहिलेसम्म चाहिँ। गेम इङ्ल्यान्डसँग 4-2 हारे पनि लास्ट गेम चाहिँ क्रोएसियाले जितेको थियो र त्यसपछि क्रोएसिया क्वालिफाई भएको हो। र पोर्चुगल कुरा गर्नुपर्दा चाहिँ फर्स्ट गेम कङ्गोसँग ड्र भयो 1-1, सेकेन्ड गेम उज्बेकिस्तानलाई 5 गोल हाने पनि, थर्ड गेम चाहिँ फेरि कोलम्बियासँग ड्र नै भयो र पोर्चुगलको खासै दामी पर्फर्मेन्स चाहिँ आएको छैन यो वर्ल्ड कपमा उज्बेकिस्तानलाई बाहेक, किनभने उज्बेकिस्तान त सानो टिम थियो र अब पोर्चुगलले आफ्नो रियल गेम देखाउनु पर्ने हुन्छ, यही बेला हो। र पोर्चुगलले यो बेला देखाउन सक्यो भने चाहिँ रोनाल्डोको पोर्चुगलसँग वर्ल्ड कप जित्ने सपना चाहिँ सपनै हुनेवाला छ। सो त्यही हो, पोर्चुगलसँग अलिकति एज छ, पोर्चुगलले जित्न सक्छ र घानाको बाबाले नि भनेको छन् पोर्चुगलले योपालि वर्ल्ड कप जित्छ भनेर। र हेर्दैछौँ बाबाको शक्ति कहिलेसम्म कायम हुन्छ र पोर्चुगल कहिलेसम्म यो वर्ल्ड कपमा हुन्छ। सो डु फलो गाइज एन्ड लाइक द भिडियो।